आउनुहोस् इतिहासकै सबैभन्दा चर्चित र दुःखद घटना टाइटानिकको यस रोमाञ्चक विश्लेषणमा सँगै डुबौं। मानिसहरूमा कस्तो अद्भुत विश्वास थियो भने यो विशाल जहाज त कहिल्यै डुब्दैन, तर त्यसो भएन। सन् 1912मा त्यति बेलाको सबैभन्दा ठूलो र अत्याधुनिक जहाज साउथह्याम्पटनबाट न्युयोर्कका लागि सानले निस्क्यो। पहिलो यात्रामै धनी व्यापारी, साधारण परिवार र साना बच्चाहरू लगायत हजारौं मानिस एकदमै उत्साहित थिए। भित्रको माहौल त झन् कस्तो गजब, चारैतिर मिठो सङ्गीत, नाचगान र सबैको मुहारमा एकदमै खुसी छाएको थियो। तर अप्रिल 14 को मध्यरात अचानक अगाडि विशाल हिमशिला देखियो। मोड्न खोज्दा खोज्दै धडाम ठक्कर खाइहाल्यो। अचम्म त के भने सुरुमा धेरै यात्रुलाई केही भएकै छैन, सबै ठिक छ जस्तो मात्र लाग्यो। त्यसो भए एउटा सामान्य ठक्कर कसरी यति भयानक र प्राणघातक विपत्तिमा बदलियो त? मुख्य कारण एकदमै गम्भीर छ। सबैभन्दा भयानक गल्ती, त्यति ठूलो जहाजमा सबैलाई बचाउन पुग्ने पर्याप्त लाइफबोट नै थिएनन्। कस्तो दुर्भाग्य! यस्तो त्रासमा पनि मानिसहरू नआत्तिउन् भनेर जहाजको ब्यान्डले अन्तिमसम्म सङ्गीत बजाइरह्यो। यो साँच्चै हृदय विदारक थियो। आमाहरूले रुँदै आफ्ना बच्चाहरूलाई लाइफबोटमा चढाएर सुरक्षित त गरे, तर आफू भने त्यही डुब्न लागेको जहाजमै बसे। अनि कयौं श्रीमानहरूले पनि आफ्नी पत्नी र बच्चाहरूलाई बचाए, तर आफू भने जहाजसँगै पछाडि छुट्ने साहस देखाए। आखिर रातको ठिक 2:20 त्यो विशाल टाइटानिक 2 टुक्रा भएर र सधैँका लागि डुब्यो। कल्पना गर्नै गाह्रो छ, 1500 भन्दा बढी मानिसहरूले त्यो अति चिसो समुद्रमा आफ्नो ज्यान गुमाए। कहिले नडुब्ने भनिएको जहाजको यो विनाशकारी अन्त्य सुनेर सम्पूर्ण विश्व स्तब्ध भयो। कोही पनि पत्याउन सकिरहेका थिएनन्। यसले विश्वव्यापी समुद्री नियम नै बदलिदियो। त्यसपछि हरेक जहाजमा सबै यात्रुलाई पुग्ने लाइफबोट हुनै पर्ने अनिवार्य नियम बन्यो। यसले के सिकायो भने मानव प्रविधि जतिसुकै उत्कृष्ट र विशाल किन नहोस्, प्रकृतिको अगाडि त्यो सधैँ निरीह हुन्छ। प्रविधि पक्कै महान छ, तर नियति र प्रकृतिको शक्तिभन्दा ठूलो केही रहेनछ। यो सोच्न बाध्य बनाउने सत्य हो।